तपाईले कारबाही गर्न सक्नु पुराले मैले के भने तिनले आएको प्रतिवेदनमा तपाईले कार्यान्वयन गर्नुभयो मैले सम्झौता गरे होइन मैले भने हैन पहिलो चोटी प्रधानमन्त्रीको रूपमा फेरि छानबिन हुन्छ दरबार हत्याकाण्डको भनेर सुरु गरेको हैन छानबिन भएको हुन्छ हेर्नु होला समय आउँदै दरबार हत्याकाण्डको यही मूर्खता चाहिँ राजावादीले गर्दै गए भने फेरि एकचोटी नाश गर्ने कारबाही गर्न सक्नुहुन्छ गर्न पर्छ अब यही तरिका राजावादीहरूले अपनाउँछन् भने त्यो दिन छिटै आउन सक्छ चाहिँ चलखेल धेरै उफर बाफर नगरे हुन्छ चलखेल गरिराखेको राधिका निशाले निर्मल निवासमा बसेर तपाईँ के गर्नुहुन्छ त्यतिखेर तपाईँहरूको बटम लाइन के हुन्छ कांग्रेस एमाले माओवादीको अब हामीले गर्ने त भनेकै छौं उनले यो चलखेल बढी भयो भने संविधान र त्यसको भावना र मर्म विपरीत गतिविधि गरे भने उनलाई कारबाहीको दायरामा ल्याउनु पर्ने हुन्छ मैले त प्रधानमन्त्रीलाई अस्ति पनि सुझाव दिएको थिएँ उनलाई दिएको सेक्युरिटी झिक्दिनु पर्छ पहिला अनावश्यक बेकार काम न काज छ एउटा मामुली नागरिक भनेर चाहिँ जनताले राखेको मान्छेलाई किन दिनु पर्यो सेक्युरिटी पहिला त सेक्युरिटी झिक्दिनु पर्छ उनको त्यति गर्दा पनि उनी फेरि मै हो भनेर चाहिँ भन्न खोज्छन् भने अगाडि बढेर कारबाहीको दायरातिर ल्याउन पनि पर्ने कारबाही जे पनि नजरबन्दमा राख्ने पहिलो मैले भने नि सेक्युरिटी झिक्दिने हुन सक्छ पहिलो दोस्रोमा गएर नजरबन्दमा राख्ने हुन सक्छ तेस्रोमा जरुरी पर्यो भने जेल हाल्ने पनि हुन सक्छ नि